उत्कृष्ट स्पाइक नयाँ मोबाइल होइन जति रेट गरिदिनु हजुर भयो ढुक्कले स्टोरेज पुरै होला कि सजिलै हेलो लुगा सर एक्लै आमाको ल दोस्रो सेट सुरज सेट हाम्रो सगरमाथा भलिबलले जित्नु भएको छ भने मेरो भन्दा पनि छोड्नु भएन उहाँले चाहिँ भिडियो हेर्ने हो क्या रेफरी भिडियो हुन्छ क्या हो रेफरी त पहिले पुरै हेरेर पछि होइन सिट्टी गरेर धेरै माथि पायो बल मेरो पारा भएर थियो मलाई लाग्छ नि भित्र गरेको बाहिर मलाई आउँथ्यो त्यत्रो भुइँ नै छिटो ताकेर नि त यार मलाई अलिक मजा आउँछ लाग्थ्यो डुङ डुङ भुइँ आओस् न मजा तल चाहिँ टिम खतरा छ क्या तर घाम हुन्छ फेरि त्यहीँ त्यहाँ सल्लाह हुँदैछ कसले के बिगार होइन त्यसरी नलिउ है तिमी ल हामी चाहिँ बेलुका बेलुका आउने ग्राउन्ड यो होइन हिजो भ्लग पनि हेर्नुभयो तपाईँहरूले मैले हिजो पनि भनेको थिएँ भोलि गेम हुन्छ यहाँ भनेर नाइस शट यस्तै गेमको सधैँ सबै नेपाली होला भने होइन टाकटुक नेपाली भने त अलिअलि मात्रै बाहिर छ नत्र सबै नेपाली नाइस शट अनि तपाईँलाई दुइटा चाहिँ एकपल्ट आएको छ अनि के त हुन्छ सबै उतै आएको चेक चाहिँ बटारेर
अनि फिता छ कहाँ तल जाने गेम चाहिँ तल र माथि नै हुँदैछ होइन हामी माथिलाई कुराउँछौँ अहिले चाहिँ लेने चाहिँ लिएकै हो उहाँले होइन बाबा कोसिस थियो उहाँको कपालले गर्दा अनि घेरा बाहिर बसिरहेको छु अनि राम्रोसँग हानेको है भने चाहिँ हात थाल्नु भन्दा उहाँले तल हो जाउँ सरजुमा तलै ल अब चाहिँ हामी माथिल्लो गेम हेर्दा हेर्दै तल्लो गेममा सुदूरपश्चिम टिम हुनुहुन्छ अरे त्यही भएर हिँड्न लागेको छौँ हामीले जहाँ रमाइलो त्यही हो नि होइन अब ल दुइटै कोर्स यहाँ चाहिँ अझै फाइनल हुनुपर्छ किनकि आज छुट्टीको समय हो नि त त्यसरी आफ्नो काममा हुनुहुन्छ त्यही भएर चाहिँ अब तल माथि नै गेम छ यता सगर माथा र मगर टिम हुन्छ भनेदेखि यता सुदूरपश्चिम हुँदो रहेछ हामी अब तल हेर्न आएको छौँ भन्नुपर्छ होइन अहिले दर्शन हुनुहुन्छ सुदूरपश्चिम हुनुहुन्छ भनेदेखि यतापट्टिको कुन क्लब भनेर चाहिँ खुलाउनु भएको रहेछ त्यसरी हान्छ क्या त्यो क्विक हो त्यसरी हान भनेको तिमीले सिक्रेन होइन अब हिजो रातभरि हामीले मचाएर गएको होइन यसरी हो क्या बिग्रिनु भयो त्यहाँ डबल जित्नु भयो नि त अहिलेको यहाँ हेर्ने भने 500 भन्दा बढी मान्छे हुनुहुन्छ जहाँ चाहिँ 400 भन्दा बढी नेपाली हुनुहुन्छ जस्तो लाग्यो मलाई चाहिँ ल उहाँहरू बस्दिनु भए चाहिँ हामीले सहिले हुन्थ्यो हेर्दा क्या नाइस शट लान्छ काटेको तिमीले यसरी हान्ने हो काटेर कहाँ तिमीले आउट हान्नु पर्ने
जमिन नै शेर्पा दाइ त्यो घेराभन्दा बाहिर बस्नु पर्ने नि त घेराभन्दा बाहिर उहाँहरू कुद्नुपर्ने हुन्छ के हुन्छ हुटिङ चाहिँ मान्नुपर्छ सर सपोर्टर नि हुटिङ यतिकै हुटिङ भनेको सानो कुरा होइन त कोरियामा होइन बल एउटा मात्रै हो कि क्या हो यहाँ त फिक्स सर्भिस गर्ने त मोहम्मद आउट नाइस सट हुटिङ चाहिँ मान्नु पर्दा हुटिङ चाहिँ माने यतिको सबाट भइसकेपछि सिङ त के अग्लाउनु हुँदैन हाम्रो लेखी त हाम्रो लेखी बलबडी घुस्यो नि त तपाईँलाई रिसन लाउने चाहिँ गाह्रो हुन्छ त्यत्रो अग्लो भएर नि अन्डरनेट हाल्यो क्या हजुर ए बल जान त रोक्यो नि त हजुरलाई हुटिङ चाहिँ मान्नुपर्छ उतापट्टिको हुटिङै बिचरा हाम्रो साथीले यतापट्टिको स्पाइकर फिक्स रहन्छ क्या साथीहरू दुईपट्टि हेर्नुहुनेछ घरि यता गाडी लम्काएर यता बाँसतिर गेममा घरि यता होइन सपोर्टर चाहिँ मैले मानेछ ले हेर त सर्भिस बिग्रिरहेछ क्या केआइडीको जस्तै भइरहेछ केआइडी अस्ति हजुर चान्स पाल दिए सकिहाल्छ नि अब त सुदूरपश्चिममा राम्रो खेल्दैन म चाहिँ बिचरा होली चाहिँ दिएको छ है अब यता पनि गेम चलिरहेको छ होइन हामी पल्टिरहेको छौँ सुदूरपश्चिमसँग ब्याक टु ब्याक अनि हात पनि तपाईँलाई पुरै टाउको निकालेर नि कस्तो टिभी खाने बल नाइस
टच भयो मिसार यतापट्टि घुटिने भयो नि आफैले होइन है यतापट्टि घुटिले मारेर खोजेर होटिङ गर्नु पर्यो जानु पर्यो जस्तै भयो तिमीले कहिले झार्छु भन्छ तिनवटा लगाएको छ तिनवटा हेर्नु जाने छवटा हात हातलाई मारे हजुर हाम्रो त एउटा आयो भने हात थिएर होइन हेर्ने हो टिके ब्लग त लेकै छ नि त उठेको नि यार लिब्रो खतरा उठाइरहेको छ क्या माथि सर्भिस धेरै बिग्रियो यार त्यही खुल्ला छ खुल्ला कहाँको बिचमा सबैजना बजाङको नि त्यो त्यो 8 नम्बर बैधाडीको हित्तामै हानेर चाहिँ यार होइन यता एन्टिना यहाँनिर छ त पानी त्यहाँ छ त म लिएर आउनु नि 19-13 भइसक्यो कताको 19 उताको सुदर बस्ती राम्रो टिम रहेछ ल सुदूर पश्चिममा अहिले अगाडि हुनुहुन्छ उहाँको 19 र हाम्रो यता टिमको हुनुहुन्छ 13 होइन घमासान चलिरहेछ नाइस सट राम्रो छ रनिङ
खुल्ला छ यार त्यहाँनिर खै सर्भिस बिगारेरै दिएको मैले त्यस्तो नहेट्यो होइन सर्भिस छैन त जाने भयो ल यसलाई थियो तर राम्रै हानेको जलिअलि भुज भएको छ कि नाइस नम्बर दिएको अहिले सही हानेको होइन यहाँ तपाईँलाई टिमै हेरौँ न 1 सेकेन्ड त जसले नि टिभी राख्यो कहाँबाट भोगेर उहाँले ल राम्रै ल पहिलो सेट समाप्त भइसकिसकेको छ र सुदूर पश्चिमले जित्नु भएको छ पहिलो सेट यता हाम्रो मगरसँग के भएछ यता त फाइनल सेट फाइनल हो है हो एकै सेट जितेको तपाईँलाई पनि कस्तो लाग्यो है त्यसको चाहिँ बाबा गरिदिएँ होइन यस्तै इजी सर्भिस गर्दा हाम्रै केडी ग्रामले केडीकै कडा छ नि योभन्दा त त्यही नै घुमिरहेछ हात ठोक हात थामेर
ल यता सुदूरपश्चिमको अब फाइनल गेम हुन लागेको छ होइन। एक सेट सुदूरपश्चिमले जित्नु भएको छ भने हाम्रो उतापट्टिको सम्भावना मलाई थाहा भएन। उत्कृष्ट स्पाइक त हुटिङ पनि आउँछ त के भयो स्कोर भएको छ। हाम्रा साथीहरू अब जानुभएछ रुखको फेदमुनि होइन। अत्यन्त उत्कृष्ट प्राइज यसमा चाहिँ खतरा थियो।
उत्कृष्ट स्पाइक सिद्धिएछ के ल्याउनु होइन एउटा त्यही त पानी त होइन अस्तिको वालाले त कस्तो यहाँ पुरा भारी एउटा गाडी जति नै राख्दा कस्तो अडु रहेछ बल 12 फर्केको बल एकै छैन नि के गर्ने माथिकोहरूले चाहिँ त्यो क्या यिनीहरू धेरै नाइस शट के खानु त खाने उता बनाउनु के यो कुरा कहिले टोलियो के भन्नु खै बोल्नु के भयो भैया ओलो के छ गन्छ खराको ए ल ल ल एकैछिन पर्ख पैसा नि आउँदैन अस्ति के भन्छ 26 मान मारेको पैसा नि हाल्दिन नि काकाले के गर्छ हेरिहाल न अरे एक गेम नै रमाइलो छ के गेममै स्कोर भएको छ सुदूरपश्चिम गौड नाइस उतापट्टिको टिमको 11 है
उत्कृष्ट सर्ट तीनैजना झुक्किएको यार फेरि आयो यता माथि दाइ आइटमको कम्पनी नै रहेछ स्कोर छ सुदूरपश्चिम 22 उताको हाम्रो 15 इजिली 23-15 24-15 सुदूरपश्चिमले सोझो सेट जित्न लागेको छ। ल सुदूरपश्चिमले हाम्रो विपक्षी टिमलाई सोझो सेटमा जितेको छ हुनुपर्छ हैन। अब फाइनल गेम कस्तो हुन्छ